नमस्ते, म लर्ड ईश्वर सत्यम, साहित्यकार, आस्तिक दाता पनि। मैले यो ईश्वर ग्रन्थ 175 सुनाउँदैछु। अब ईश्वर ग्रन्थ आधा आदि भएको हुँदाखेरि तपाईँले अन्तिमसम्म सुन्नु होला। जो व्यक्ति दुई प्रकारको विद्वानता छ भने त्यसले मानव र मानवता कर्म र कर्तव्य गर्न सक्छ, गरेको हुन्छ। जस्तै एउटा हो ज्ञान भएको विद्वान र अर्को विवेक भएको विद्वानता भएमा मानव र मानवता कर्म र कर्तव्य गर्न सक्छ। ईश्वर ग्रन्थ 175 आस्तिक भगवान ईश्वर विधि विधान नियममा जो मानव र मानवता बन्छ त्यसैले मानव र मानवता कर्म गरेको हुन्छ र मानव र मानवता बन्छ। जो मानव बन्न चाहँदैन त्यसैले मानव र मानवता कर्म गर्दैन, त्यो शैतान हो, अत राक्षस दानव हो। अर्को ईश्वर ग्रन्थको प्रसङ्ग, या हिन्दू धर्म भन्नुहोस्, या बुद्ध धर्म भन्नुहोस्, या इसाई धर्म, या क्राइस्ट धर्म, या मुस्लिम धर्म, या सिख धर्म, या जैन धर्म भन्नुहोस्, यी सबै आस्तिक भगवान ईश्वरका सन्तान हुन्। सबै एउटै भगवानका ज्ञान, विवेक, सभ्यता, आचरण, चरित्र, शान्ति, भाइचारा, अहिंसा, शुद्ध आहार विहार, निस्वार्थ, साँचो बोली, सत्य, साँचो प्रेम, कल्याण भाव, लुकी छिपी नगरेको भएमा मात्र ईश्वर विधिमा आउन सक्छ र ईश्वर विधिमा पढ्न सक्ने मानवता हुन्छ। सर्वसाधारण भए पनि, मानव भए र धर्म भए पनि ईश्वर विधिमा आउनु हो। सत्ययुगमा ईश्वरले अब सत्ययुगमा, त्रेतायुगमा, द्वापरयुगमा र कलियुगमा मानव र मानवता कसरी छुट्याउँछ। सत्ययुगमा 20 वर्षदेखि मानव र मानवताको पाप छुट्याउँछ। त्रेतायुगमा 18 वर्षको युगमा उमेरदेखि सत्य र असत्यको पाप छुट्याउँछ। द्वापरयुगमा 15 वर्षदेखि मानव र मानवताको पाप र धर्म छुट्याउँछ र कलियुगमा 16 वर्षको उमेरमा कलीमा 15 वर्षको उमेरमा पाप र धर्मको मानव र मानवता छुट्याउँछ र यी मानव हुन सक्दैनन्, पाप र अपराधी बन्छन्। धर्मको